नमस्ते सबैजनालाई। आज शनिबारको दिन अनि छोरा अनुज हामी चाहिँ साइक्लिङको सदुपयोग गर्यो भनेर अनुज म बिरोटाबाट चाहिँ अग्रिम हामी दुईजना छोरा र म चिप्लेढुङ्गासम्म साइक्लिङ गर्दैछौँ। कस्तो हुन्छ हेर्नु है त। ल हाम्रो यात्रा घरबाट सुरु भयो है त। दुईटा छोराहरू र मेरो पछि पछि आउने है। हाम्रो सेम साइड आइपुग्यौँ हामी है। 10 मिनट जति लाग्यो। 10 मिनट स्लो आइरहेछ है त। छोराहरूलाई भोक लाग्यो होला भनेर रत्नचोकमा हामी खाजा खान आएछौँ। ड्याडिजमा खाजा खाएपछि चाहिँ जाल्पा रोड हुँदै चिप्लेढुङ्गाको लागि हिँड्यो हामी। कस्तो भइरहेछ छोरा? मजा आछ छोरा? कस्तो भइरहेछ? फाइनली हामी चाहिँ आइपुग्यौँ है। उनीहरूको मामा घर तिम्रो कस्तो हो रेडी हो? ल छोराहरू कस्तो भयो एक्सपिरियन्स हाम्रो बिरोटादेखि हजुरहरूको मामा घरसम्मको राइड? चिप्लेढुङ्गामा पुग्दा कस्तो डिसिप्लिन आउँदा भुसियाको कुरो 4-5 थिए। एकैचोटि अट्याक गर्न आएको थिएँ। बाबाले ठिक पारिदिनु हो नि तिनीहरूलाई। मलाई तर्साएको थियो एउटाले हो अनि यस्तो अरू केही भयो? खाजा खायो? थकै लाग्यो? अब जाने बेलामा पैदल हान्नुपर्छ एकचोटि पनि। जाने बेलामा चाहिँ खासै पेडल हान्नु पर्दैन। साइकल आफै बग्छ है। पुरै ओह्रालो हो यहाँदेखि बिरोटासम्म है त। ओके ल हेभ अ नाइस डे। तिनजनाले हेभ अ नाइस डे। पिस पनि हो।